हेलो वेलकम ब्याक टु माई युट्युब च्यानल। आज हामी चाहिँ तिनजुरेसम्मको यात्रामा छौँ। अहिले चाहिँ यहाँ पानी पर्दैछ। हामी चाहिँ 8 जनाको ग्रुपमा हिँड्दैछौँ। यहाँनिर हाम्रो साथीहरू सबैजना छाता ओढेर हिँड्दैछन्। म पनि छातामै छु। पानी धमाधम पर्दैछ तर हाम्रो यात्रा जारी नै छ। समु हेलो आई भनिदिनुहोस् न। खोइ हेलो आई भनेको स्वागत छ हजुरहरू सबैजनालाई मेरो ब्लगमा। धन्यवाद। हाम्रो यात्रा जारी छ। हामी चाहिँ शुक्रबारे पुग्ने क्रममै छौँ। हामी शुक्रबारे बजार आइसकेर अटो चढिसक्यौँ 4 जना। अनि 4 जना चाहिँ यहाँ बसिरहेको छन् हाम्रो साथीहरू। हाम्रो शुक्रबारे बजार हेलो गाइसहरू कस्तो हुँदैछ? रमाइलो हुँदैछ नि। जिमिन हामी चाहिँ यहाँ शिवरापुरबाट सामान किन्नलाई हिँड्दैछौँ। हामी अहिले 3 जना मात्रै छौँ। अरू उता छन् कस्मेटिकको सामान के किन्दैछौँ। हामी कन्ना किन्न हिँड्दैछौँ। त्यस्तै हो यता चाहिँ। त्यस्तै हो। म त छैन। के भयो अरे? हामी अहिले शिवबाट हिँडिसक्यौँ। हाम्रो चाहिँ बसन्तपुर तिनजुरेसम्मको यात्रा। मौसम चाहिँ एकदम केही बोल भनेको सुन्दैनन् क्या? हामी अहिले शिवबाट बाटो लागिसक्यौँ। अनि मौसम चाहिँ एकदम छेकिरहेको छ। हुस्सु कुहिरोले छेकिरहेको छ। त्यही भएर अलिकति दुःखी पनि छौँ तर खुसी पनि छौँ। अब हिँड्नु पाउनु त खुसी भइरहेको नि। अब तिम्रो केही शब्द जाउँछ एकचोटि सुनौँ। बोल्नै आउँदैन अन्त यो टुरी छुट्यो क्या? उता छिरी गयो भने हस्। हामी तिनजुरेको यात्रामा छ। यसमा तपाईँहरूलाई तिनजुरेको मौसम पनि देखाउने नै छौँ। मेरोमा गीत त छ नि। अहिले बसन्तपुरमा पुग्यौँ। अनि हामीलाई चाहिँ ट्राफिकहरूले चेकिङ पनि गर्यो। अनि एकछिन हामीलाई रोके। 5 मिनट जति हाम्रो टाइम नै वेस्ट भयो। रोके होइन रोक्नु भयो। हामी फाइनल्ली बसन्तपुर आइपुग्यौँ। अब हाम्रो बसन्तपुरमा हल्का सा थोडा सा सामानहरू किन्नुपर्ने छ। सामानहरू लिनुपर्ने छ। के खाने मन छ तिमीलाई? भयो र काका चिकन अरू भेज गीत छैन तर बल्ली चिकन यस्तो केही छैनौँ नि होइन। हामी बसन्तपुर बजार हेर्नुहोस्। सबैजनाले आयो भने फाइनल्ली हामी अहिले बसन्तपुर आइपुग्यौँ। अब जाने टाइम अहिले भएको छैन। हामीले भनिदिन्छ कसैले सपिङ पनि गऱ्यौँ हामीले। हामी जम्मा 8 जना छौँ है। 8 जना ए हो ल। हाम्रो फुपू त छुट्नु भएको झन्डैले। कस्तो छुट्यो क्या 4 जना। अनि दुःख लागेको थियो नि त मलाई। 10:30 हुन लागिसक्यो। अहिले चाहिँ हामी बसन्तपुरबाट सपिङ गरेर हिँड्दैछौँ। अब हामी भर्खर हिँड्दैछौँ। 10:30 हुन लागिसक्यो। नानी फेरि पढ्न थाल्यो क्या। हाम्रो बसन्तपुर बजार अघि नै कुरा देखाउनु पर्थ्यो नि है। ए भगवान् तपाईँले बन्द गरेपछि फाइनल्ली हामी चाहिँ अहिले आरआर
यहाँदेखि चाहिँ माथि जाँदैन नि त हाम्रो रोड राम्रो बनिसकेको छैन अनि हामी हिँड्दै हिँड्दै जाँदैछौँ कस्तो भयो समूह यात्रा यता आउनु न अब मात्रै हुँदैछ अब पनि निकै टाढा नै जानुपर्ने हुन्छ हामी चाहिँ आरआर गार्डनबाट मात्रै हिँड्दैछौँ भर्खर भर्खरै माथिपट्टि आउनु हौ तपाईँ कस्तो गाह्रो भयो मेरो फोन भिज्यो हो ल सबैजनाले बनाउनु पर्छ हामी चाहिँ यहाँनिर के पो भयो मेरो फोन त केही नि भएन रहेछ सामान बोकेर हिँड्दैछौँ हाम्रो अटो चाहिँ फर्क्यो पानी पर्दैछ सिमसिम अनि त्यही भएर हामीले चाहिँ अम्ब्रेला पनि ओढेका छौँ अम्ब्रेला नि ओढेका छौँ अम्ब्रेला नि लगाएका छौँ जुन चाहिँ किन डर छौँ कि क्या हेलो हेलो मौसम यस्तो भएकोमा तपाईँहरूलाई दुःख लागेको छ कि छैन मनमा नै रुँदै हुनुहुन्छ होला यो चाहिँ हाम्रो आरआर गार्डनको है यस्तो घुमिरहेको छ तपाईँहरू पनि आउन सक्नुहुन्छ आरआर गार्डन पनि एकदम राम्रो छ आरआर गार्डन यही हो साइली दिदी तपाईँलाई वेलकम छ हाम्रो आरआर गार्डन पिन्जुरेमा पहिलो पटक आउँदै हुनुहुन्छ तपाईँ यात्रामै छौँ गाइस एकदम डाँडा पाखा भिर पाखा छ अनि साथी गाइसहरू छन् हामी एकदमै रमाइलो गर्दै मिठा मिठा गीत गाउँदै भोइस पनि सुनिला छन् एकदम मिठो गीत गाउँदै हामी जाँदैछौँ यात्राकै क्रममा छौँ यस्तो डाँडा काँडा चढ्नुपर्ने अवस्था छ यहाँ हेर्दै जानुहोस् हेर्नुहोस् यात्राकै क्रममा छौँ हामी अहिले पिन्जुरे फेदमा आइपुगिसक्यौँ एकदम राम्रो छ हाम्रो डाँडा काँडाहरू एकदम नेचर राम्रो छ पुरा क्वालिटी चाहिँ छ है यहाँ हेर्न सक्नुहुन्छ कस्तो राम्रो वाउ डाँडामा पुग्ने क्रममै छौँ कसैलाई ट्रेडिसनलाई ठुकिनेर जाँदैछु दर्शन गर्न लागेको टिका लगाउनु मिल्दैन अलिक छिटो गर्नुहोस् न कान्छी सकेछ नि होइन मैले त ल्याएको छुइनँ हामी त ल्याइनँ हामी चाहिँ अहिले पिन्जुरे डाँडाको सिडी चढ्दैछौँ पिन्जुरे पुग्न लाग्यो पिन्जुरे मन्दिर यहाँनिर मैले डाँडा काँडा देखाउनु पर्ने थियो देखाइन रहेछ के भयो रे हाम्रो यहाँको वेदर चाहिँ यस्तो छ
भएकै हो भेरी भेरी हङ्ग्री सबैजना सिकिस्तै हो पुरा होस् हाम्रो पनि कामना छ हजुरहरूलाई तिनजुरेको नेचर चाहिँ यस्तो छ वेदर चाहिँ चिप्स देखाउनु त यता देख्न सक्नुहुनेछ हामीले के अरे हामी ह्याप्पी डे मनाउँछौँ तपाईले यस्तो गरेर दिनु भएको होला हामी चाहिँ खानपिन गरेर हिँड्दैछौँ अहिले फर्केको अब तिनजुरे साथीभरा मन्दिरबाट फोनले साथ छोड्यो अहिले जोटुङ पार्क आइपुग्यौँ बसन्तपुरको भ्यू यस्तो छ हेर्नुहोस् तपाईँहरू आउनु भएको छैन भने अवश्य एकपटक चाहिँ आउनु होला हाम्रो बसन्तपुरमा रहेको जोटुङ पार्कमा हामी अब फर्केको फोन पनि अफ हुन लाग्यो मलाई दुःख लाग्यो अफ हुन लागेर क्लिप लिन बिर्सिनु त्यसको लागि माफ पाउँ हाम्रो युट्युब च्यानललाई सब्सक्राइब गरिदिनुहोस् ट्याप्प लगाइदिएर लाइक गरिदिनुहोस् कमेन्ट गरिदिनुहोस् हस् धन्यवाद बाई बाई